तिम्रो बुद्धिमा लाग्ने त कुन दिन मलाई कुर्सी डान्स गराउँछ बद्रीले, अरू काम छैन। अब ऱ्यापर अरे म यत्रो वर्षदेखि नाम कमाएको छु, जुन बेला त खेलौँ कि धुलो भाइ त्यो बेला सिलु खेलौँ कि धुलो भन्न नहुने। अनि खेलाउनु पर्छ त खेलाउनु पर्छ त आफैले। त्यो घोस्थ्यो के त्यसले, त्यो घोस्थ्यो। त्यहाँनिर दुलो छ, घोच्नु हुँदैन बद्री। त्यो म्युजिक ड्रप हुँदाखेरि मम्मी मार हो धुलो लाइक धुलो धुलो अनि ठ्याक्कै तपाईँले नि सुन्नु, क्यामेरा थियो राइट, ब्याग फर्केर नि झाप्प त्यो गरेको थियो भने क्यामेरा क्लोज आउँथ्यो नि, किनभने ऱ्याप हो नि त, ऱ्याप हो नि त। त्यो युनिक कस्तो बवाल थियो, ट्याक्क पर्छ त्यो सबै गीत काहीँ केही भएको छैन। जब दुलो भन्ने चाहिँ जता पनि म सक भएको, किनभने मलाई चाहिँ के लाग्थ्यो भने बालेनवाला चाहिँ भाइरल हुन्छ जस्तो लागेको थियो। अनि के भन्छ भने $1 मिलियन छैन भने तेरो ब्याङ्कमा लाजमान खुच्चे मलाई क्रिटिसाइज गर्न भन्ने टाइपको होइन। सिलु दिदीसँग लेभल मिलाउन त्यो पनि के नथिङ, ट्यापे स्यापे नथिङ, ओन्ली जुन बेला त खेलाउँथ्यो धुलो त्यही बेला म खेलाउँथेँ दुलोमा। कस्तो पागल भइसक्यो। यही आइरहेको थियो तपाईँको माइन्डमा पनि, खालि दुलो मात्रै आउँछ। लिरिक्स बलात्कार भयो भन्दा पनि के भनौँ म सङ्घको बारेमा। तर बलात्कारको कुरा सुन बद्री, तिमीले बलात्कारको कुरा नगरे, तिमीले त कुर्सी डान्स हानेर तिमीलाई त शर्मिला वेबाले केटा लाएर पिटाएको होइन, तिमीलाई ऋतुले केटा लाएर पिटाएको होइन, बलात्कार गर्यो के मलाई छोयो यहाँ गर्यो भनेर। हामीले त गीत मात्रै गाएको, हामीले त ऱ्याप मात्रै हानेको, तिमी त कुर्सी डान्स हानेको भन न। त हाने पनि एक दिन त एक दिन हानेको, अब के 10 वर्षसम्म त्यही कुरा गर्ने हो र? अनि के त बद्री चिन्नेकै कुर्सी डान्सबाट हो। सोध्नुहोस् नभए हो कि न गाइस, सोध त। राम्रोसँग बुझ्ने भने इन्टरनेसनल हो, नबुझ्नेको लागि मात्रै उदुलो भने जस्तै हो। आफू चाहिँ लेख्दिने रिसेन्टली ताजा न्युज, ताजा खबर धुलो र दुलो, वाट इज दिस? बद्री खोइ त मैले के भने भन्नु न, 5,000 पठाइदिन्छु यार, कमन यार, गो डु इट यार। हेर त मैले तपाईँले के भने त, गीत आउनुभन्दा अगाडि जानु पर्यो, इन्टरभ्यू दिनु पर्यो यार। राइट, म यहाँ कोरियोग्राफीको चक्करमा कुदे भएर हो होइन। चाहिन्छ भन्नुहोस्, म पठाइदिन्छु यार। के हो यार यसो हेर, भएन यो तरिकाले चाहिँ। तर त्यो राम्रो हो, किनभने पठाएको पनि राम्रो। तपाईँ अस्ट्रेलिया भन्नुहुन्छ यार, मजाकको कुरा हो गाइस। होइन, हामी बिना मतलब कसैलाई काम फ्रीमा हामी काम लगाइदिँदैनौँ। हामी कामको रेस्पेक्ट गर्ने मान्छे हो। कसैले हामीलाई समय दिन्छ भने त्यो समयमा हामीले पे गर्न सक्ने औकात छ हाम्रो। हाई सारन होइन, म चाहिँ बनाउने हो होइन। म चाहिँ भरे भोलितिर एउटा बनाएर तपाईँको के भन्छ अरे आइडी टक्क स्क्रिनसट हानेर त्यसलाई माथि टक्क यस्तो राखिदिन्छु होइन। अनि तपाईँको त्यो भिडियोको विषयमा बोलेर सानो चिटिक्क परेको हालिदिन्छु। जानु न यार, के छ र यार, भोलि बिहान तपाईँलाई हामी चाहिँदैनौँ। हामीले ठिकै छ, म सिलु र गुल्डी के अरे सिलु र आधै हान्न यार। धन्नै देवेन्द्र भनेको गाई चाहिँ यार, धन्नै गोल्डी लिस्ट हुँदैन। खालि तपाईँ त बोकाहरू गएका छन् मात्रै खोजी हिँड्ने मान्छे के भएको यार। अस्ट्रेलियाको मान्छे यस्तै हुन्छ कि क्या सबैजना गएपछि? मैले भनेको होइन गाई, झुक्कियो सबले गएर हो गाई, सबले गएर ऱ्याप हेरिदिनुहोस् गाई। 500 जना 600 जना हुनुहुन्छ, सबैजना गएर गाई चाहिँ ऱ्याप हेरिदिनुहोस्, सबैजना गएर। तर बद्री अहिले चाहिँ युट्युबमा त भ्युज जानलाई लास्ट गाह्रो रहेछ यार, झ्याल आयो मलाई त। अहिले म तपाईँलाई भनिदिउँ, अहिले तपाईँलाई चम्काउने एउटा मात्रै कुरा छ, म भनिदिउँ। म्युजिक भिडियो छोडिदिनु होइन, रिल्सहरू बबाल ड्रेसअप गर्नुहुन्छ नि, टक्क गरेर दामी खिच्नु त मा कसम भनेको युट्युबको त्यो भिडियो भन्दा पनि डेन्जर उडाउँछ त्यसले यार, साँच्चै हो। ए बद्री, तिम्रो बुद्धितिर लाग्ने पनि हुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ राइट? सुन त, तिम्रो बुद्धिमा लाग्ने अनि त म त कुर्सी डान्समै हान्न जान्छु। तिम्रो बुद्धिमा लाग्ने त कुन दिन मलाई कुर्सी डान्स गराउँछ
बद्रीले अरू काम छैन। अब ऱ्यापर अरे म यत्रो वर्षदेखि नाम कमाएको छु, हस् के अरे सफा मैले गरिदिन्छु ल, डोन्ट वरी होइन। सुन न, यत्रो वर्षदेखि म ऱ्याप गाइरहेको छु, यत्रो वर्षदेखि नाम कमाइरहेको छु, अहिले त केही नपाएर यस्तो गराएर अनि के म कुच्ची डान्स गर्न जाम अब छोडिदिनु न यार, त्यो एउटै कुरा 50 चोटि नलिन्न मलाई पनि ह्याङ लाग्छ। अब त मेरो साथीभाइ पनि पराए जस्तो लाग्न थाल्यो अब यहाँ सबैजना यार। त्यो जुन कुरा म सम्झिन चाहन्न, बोल्न चाहन्न, सुन्न चाहन्न, त्यो कुरा किन घुछेडै पार्नुपर्छ त्यहाँ? अनि अहिले रिसेन्टली के भएको छ त्यसको कुरा गर्ने हो नि। जे भए पनि तर त्यो कुर्ची डान्स त साह्रै राम्रो थियो भन्न खोजेको हो के। जुन बेला त खेलाउँथिस् धुलो, त्यो बेला म खेलाउँथेँ दुलो। वाउ, लिरिक्स सिलो पोखरेलले लेखेको लिरिक्स बलात्कार गरिदिने नहसाउनु न यार, राइट। दुलो बाहेक अरू के आएन त्यहाँ? यसो बेइज्जत नगरौँ न सर यार। यार गाइस यार के हेर्नु, फेसबुक हेर्नै नआउने भएको छ भनेको मेरो कचडा भइसक्यो। जतिखेर पनि सिलिन्डर त दुलो मात्रै आउँछ यार। हो भन्ने यार त्यो फेरि हाम्रो भ्युवर्स कस्तो भइदियो भने नि राम्रो कुरालाई लिँदैन यार। दुलो भन्यो सबैजना पागलै भयो त्यहाँ। ल भाइ कस्तो लजिक छ नि त्यसमा त, बद्री लजिक त छ नि। त्यो लजिकमा भयो भने 9 महिनामा अर्को लजिक पनि आउँछ होइन। कहाँ त दुलोमा त ऱ्याप गएको छ त यार, कस्तो र सुन दादा त्यो खोइ के भएर लुन्थ्यो तपाईँ पनि मान्छ त हो यार। कुन चाहिँ कहाँ छ र यो भन्ने कस्तो हो कि बद्री फेरि कहाँबाट आयो त्यो? तँ त ड्रप गर्ने बेलामा हान्नु पर्दैन, बिट ड्रप गर्ने बेलामा अर्कोतिर गयो फेरि चाहियो नि त पब्लिक डिमान्ड। देख्नु पनि गाइज, एउटा छुट्यो भरे के छुट्यो के छुट्यो ड्रप गर्ने बेलामा छुट्यो। कहाँनिर तपाईँले ठ्याक्क भन्नुहोस् ल कुन चाहिँ बिटमा? मैले यसलाई रिमिक्स हान्छु कि पछिमा कन्सर्टमा जाँदाखेरि। त्यो चाहिँ ऱ्यामिङ अगाडिबाट अलिकति मिलाउनु पऱ्यो नि त। तर थियो नि त्यो घोष थियो क्या, त्यसले त्यो घोष थियो त्यहाँनिर दुलो छ, घोच्नु हुँदैन बद्री। त्यो म्युजिक ड्रप हुँदाखेरि मम्मी मारो हो स्टेप फेरि के थाहा छ? स्टेप दादा त्यो आफ्नो फ्लो हुन्छ नि एउटा लाइक त्यो प्लास्टिक फेरि आइडी जान प्लास्टिक टाइपको त्यो टाउजर जस्तो आउँछ नि ठुलो, त्यो के हुन्छ त एउटा के भने नि त्यहाँ तान्ने एउटा इफेक्ट म्युजिक हुन्छ नि, शब्द हालेर त्यसले तान्नुपर्छ क्या, लाइक स्नेयर टाइपको। त्यसले के गरिदिन्छ भने आफै बुझ्नु भने धुलो र दुलोले हल्लाइदियो राइट। त जस्ता मुलाहरू ताता 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 बुम फेरि उठ्यो म्युजिक। फ्लो 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 चाहियो नि त त्यति। सुन्नु बद्री चाहिँ तपाईँले एउटा कुरा भन्छ, यदि तपाईँले यसमा डान्स हान्नु भयो भने एउटा स्टेप कस्तो चाहिँ गर्नु चाहिँ ल भन्नुहोस्, पक्नुहोस् म लगाइदिन्छु कस्तो चाहिँ प्लिज देखाइदिनुहोस्। होइन किनभने नि तपाईँको डान्स भनेको नेपालभरि चर्चा परिचर्चा एउटा मात्र स्टेप। ल यहाँ सुन्नु, क्यामेरा अगाडि छ धुलो लाइक धुलो धुलो छ नि ठ्याक्कै तपाईँले नि सुन्नु, क्यामेरा थियो राइट, ब्याक फर्केर नि झापत्तो गरेको थियो भने क्यामेरा क्लोज आउँथ्यो नि, किनभने ऱ्याप हो नि त, ऱ्याप हो नि त। त्यो युनिक कस्तो बवाल थियो, ट्याक्क पर्छ त्यो त्यसलाई कस्तो भयो नि मिनिङ पनि लाग्छ होइन। तर तपाईँको मिनिङमा चाहिँ फेरि यति बवाल हुन्छ नि कुनै हिसाब रहँदैन त्यहाँ, किनभने ऱ्याप हो नि त, अरू म्युजिक होइन नि त। छ नि त बद्री यस्तो बुद्धि लाउने भनेको बद्री मात्रै हो के। होइन यस्तो बुद्धि लाउने भनेको तिमी मात्रै हो। सुन म नेपाल आएँ भने एउटा डान्स भिडियो, एउटा ऱ्याप भिडियो, एउटा सिम्पल एउटा लभ सङ होइन, सिरियलहरू होइन, एउटा मुभी, अनि त्यस पछाडि 25-20वटा एपिसोड निकाल्ने मेरो प्लान छ होइन। म आएँ भने एउटा डान्स भिडियो हान्न पर्छ वाला बडा। अझै त्यहाँनिर ट्रान्जेक्सनहरूको विषयमा तपाईँले अलिकति पढेको थियो भने म तपाईँलाई भनिदिउँ, दुलो भनेको थियो राइट होइन। त्यो लाइक क्यामेरा के छ, क्यामेराको त लाइक एउटा लेन्स त हो होइन, यत्रो त हुन्छ होइन,
टक्क छेउबाट ल्याएर यहाँबाट सट्टै क्यामेरा होइन यताबाट भयो भने लाइक सिधा छेउमै ल्याएपछि त यहाँबाट छिर्छ नि त क्यामेरा राइट ट्रान्जेक्सनको लागि के स्वाट दुलो भन्दा यहाँ छिराइदिएर अर्को ट्रान्जेक्सनमा जाँदाखेरि चाहिँ स्लो डान्स हानिरहेछ या ऱ्याप हानिरहेछ या अरू केटीहरू हानिरहेछ बुझ्नुभयो नि लाइक ट्रान्जेक्सनले खेल्न मिल्थ्यो क्या त्यो चिजहरू बस दुलो भन्दा यत्तिकै छोडिदिनु भयो के गर्नुभयो त्यहाँ दुलोमा के गर्नु भएन नि दुलो तिमीलाई छोडेको के तिमीले हानौला त्यहाँनिर डान्स हानौला त्यहाँनिर त खाली ठाउँ भयो म त हान्छु अरू केटाहरूले पनि हान्छ यहाँ 200 जना सबैले उडी हान्छ यहाँ त्यही भएर भने खुट्टा भुइँमा नराखी हान्छ सबैले होइन हेर एउटा कुर्ती हान्दिने हो होइन गाइस हान्दिने हो बद्रिन ब्लास्ट गरिदिने हो बद्रिन सुन्न न एउटा दरो कुर्सी किन्न पर्छ त्यसको लागि यो कुर्सीको कुरा नगर्नु प्लिज यार म तपाईँलाई म सिरियसली भनेको होइन म हेर्नु यहाँ कुर्सीको कुरा गर्ने मान्छेलाई म ब्लक हान्छु हानिरहेको छु है अब तपाईँ होस्टर भएर तपाईँले झन् नभन्नु भन्दैछु होइन के अगाडि सोच्नु पर्यो नि भोलिको दिन सोच्नु पर्यो के गर्ने हो के भइरहेछ राइट तपाईँले म अब भन्नु त के भन्नु यार तपाईँले यो टाइपको लिरिक्स छ अलिकति यो चिज अलिकति कडा टाइपको आउँदैछ भन्नुभएको थियो भने नि एक दुईवटा थिम चाहिँ मैले भिडियो कल गरेर तपाईँलाई म त्यो देखाउँथेँ कि लाइक यसलाई अलिकति यसो गर्नु भिडियो कल गरेर देखाउने अरे गाइस भनेको होइन मुभ देखाउँथेँ भनेको के अरू के वाट इज दिस यार बुझेँ कि मैले मारिहाल्छ नि गोल्डीले त्यसरी भिडियो कलमा तिमीले देखाउन थाल्यो भने ठोकम त गेम ठोकम भएन मजा आएन खालि धुलो र दुलो भनेर जिन्दगी गयो यहाँनिर गाइस मोबाइलको सिसामा हानौँ त यार बद्रे होइन यस्तो छ गाइस सूर्य ब्रो सिलुजीलाई धेरै कुराहरू आउँदैन म नयाँ नयाँ स्टाइलहरू सिकाउँदैछु म सिकाउँछु उहाँले अस्ट्रेलिया बसे पनि टाइम छैन नि त सिक्ने त्यो नयाँ नयाँ फर्महरू नयाँ नयाँ स्टाइलहरू भेरिएसनहरू म दिन्छु उहाँलाई ठिक छ भेरिएसनको खाँचो छ हाम्रो किरण ब्रोलाई पनि भेरिएसन सिकाउनु पर्ने अवस्था हो गयो यहाँ त्यसो नभन है बिचरा लक्ष्मी यार हाँसु यार कस्तो हुन्छ होइन मैले चाहिँ मजा गरे होइन बद्री एउटा स्टेप जाओस् त्यहीँनिर अहिले यहीँ होइन मिडियामा तिमीले अहिले जाँदैन कि म टिकटकमा म मान्छेले बरु मलाई सबैले छोडेर जाउन् मेरोमा 2 जना होस् तर म टिकटकमा नाच्दिनँ हेर्नुहोस् मेरो एउटा सिद्धान्त हो मलाई केही चिजको मतलब छैन गिभ टु आओस् नआओस् डान्स गर भन्नुहोस् मलाई यो हानुहोस् त्यो हानुहोस् गर्दैन त गर्दैन बद्री विष्टले टिकटकमा ठिकै छ इन्टरभ्यूमा गर्नुला नि त इन्टरभ्यूमा त्यो पनि गर्दिनँ मैले इन्टरभ्यू बन्द गरिदिएको अस्ति लास्ट इन्टरभ्यू सुनि छेत्री हामीसँगै दिएको थियो होइन त्यो मेरो अन्तिम इन्टरभ्यू हो अब सिर्फ म काम गर्दैछु लिम्बू ल्याङ्ग्वेजमा म 10 दिनमा मेरो सुटिङ छ डान्स बनाइरहेको छु अहिले म सो मलाई चटाइपटाइ अहिले केही गर्नु नै छैन यहाँ मैले बुझेँ के एउटा के बुझेँ थाहा छ आमाको दुध चुसेर त भएन बाउको घुँडा चुसेर कहाँ हुन्छ र यो थिम मलाई याद आयो कि जुन बेला त खेलाउँथिस् धुलो अहिले त्यो बेला म खेलाउँथेँ धुलो भन्ने लिरिक्स छ नि गाइस फेसबुक खोल्नु हुँदैन भनेको अगाडि आइहाल्छ सुन्न हैरान अघि मैले फोनै चलाउनु छोडिदिएको थियो रिस उठेर 4-5 चोटि तलमाथि पार्छु त्यही आउँछ यार अरू धेरैले हालेको रहेछ कि आज भोलि फेरि म यस्तो भएको छु नि नमस्ते छोरी चेलीहरूलाई म माता भन्छु आज भोलि है झन् त दुलो पिटे खाएर सुध्रे जस्तो छ हो र म छाडा कुरा सुन्दिनँ हेर्दिनँ भन्छु कि अब दुलो भनेर सिलुजीको आयो अब आफ्नै मान्छेको हेरौँ भनेर एकचोटि हेरेको आक्को वाइ गर्छ यार मन रोकेर हेरेको थिएँ मैले गाइस साथी बनाउनु न यत्रो 1000 जना यार गाइस होइन यार बद्रे यार तपाईँ जस्तो मान्छे मिडियाबाट हराउनु हुँदैन तपाईँले एउटा वेब लिएर आउनु भयो है एउटा होइन थाहा छ के भयो म भनौँ एउटा कुरा म अहिले एकदमै किन छोडेँ मैले भने नि एउटा लिम्बू गीत गर्दैछु म होइन मलाई यति ठुलो झट्का लाग्यो नि म आफै हुक्का खाँदै त्यो बर्गर हाउसमा बसेको थिएँ रातिको 2 बजीसम्म बसेँ कि म सोचेर आफै एक्लै के सोचेँ थाहा छ मैले के सोच्नुभयो मिडियाकै हो मोडल होइन केटी के नभनौँ अलिकति चलेको बोलेकै छ है अब पछि कुरा भन्छु अरू अनि भिडियोको लागि होइन उहाँको चाहना फेरि बद्रीविष्ट बाहेक अरू केटा हुँदैन है अनि किनभने कोरियोग्राफर माफी हो के
थ्याङ्क यू ब्रो। अनि त्यो अर्को केटीको नाम लिन्न है, म केटीको नाम यहाँ लिन्न होइन। केटीलाई उहाँहरूले कल गर्नुभयो, को छ भिडियोमा, कसले गर्दै हुनुहुन्छ भन्दा बद्री विष्ट छ, सुन्नु है। थ्याङ्क यू बद्री विष्ट छ। के गरे थाहा छ, पेमेन्ट कति होला सर भनेर सोधेँ है। अनि 80,000 छुट्याएको छ हामीले तपाईँको लागि, चलेकै केटी हो कि अलिकति। अनि 1 लाखको डिमान्ड गर्यो होइन। अनि यताबाट टिमसँग बसेर ठिक छ चलेकै हो, तपाईँहरूलाई चाहना छ भने 20,000 माया मारौँ न त यताउता भनेको। थ्याङ्क यू। अर्को भोलिपल्ट के हाम्रो सिङ्गरलाई के नवीन रावल हो नि त, म्युजिसियन नवीन रावल होइन। मैले घरमा कुरा गरेँ, मम्मीहरूले त बद्रीजीसँग अहिले त मलाई त गाह्रो पो हुने भयो, सम्झिनु भयो दाजु, थ्याङ्क यू भनिदिनु होला प्लिज भनेर मेसेज मलाई देखायो कि। थ्याङ्क यू सूर्य ब्रो, यति मन मर्यो नि मेरो। बद्री विष्ट साला तेरो जिन्दगी, मलाई यस्तो फिल भयो नि। होइन यार म त साँच्चैको बर्बाद भइरहेको रहेछु कि इन्डस्ट्रीमा, फिल भएको यो मलाई त पुरै यो कुरा। त्यस्तो नसोच्नु, तपाईँको डान्स वान अफ द बेस्ट, तपाईँको डान्स वान अफ द बेस्ट, तपाईँको डान्स मुभ अझै पनि इन्डियामा जिउँदा छ। त्यस्तो सोच्नु हुँदैन। एउटा मान्छेलाई मन नपर के हुन्छ, हामीलाई मनपर्छ। सोध्नुहोस् तपाईँको बद्री, तिम्रो उसलाई सोध, तिम्रो अडियन्सलाई सोध, तिमीलाई मन पराउने मान्छे छन् नि। मलाई मनपर्छ तिम्रो डान्स। कस्तो ठ्याक्कै लाग्यो कि माछालाई त्यो शब्दले त। म भन्छु छ त इन्डस्ट्रीमा अरू पनि यो त्यो भनेर आफूलाई भनिरहेको छु कि। कस्तो पेज पढ्यो भने यत्रो काम गरिरहेको छु, यत्रो कामको लागि दिनरात सोचिरहेको हुन्छु म। डान्स एउटा स्टेप बनाउनको लागि यहाँ क्लास आएर तिमीले अहिलेसम्म कसैको छोरीलाई बिगाएर छैन, केही छैन होइन। मान्छे बलात्कारीहरू यहाँ पुरा हिरो छन्, सबै त्यस्तै छन्। तिमीले के, तिमी त एउटा डान्स हानेको त्यो त नर्मल हो। खास भने तिमीलाई जिस्काउने काम मैले जिस्काएको, तर तिम्रो डान्स एकदम नर्मल हो। यहाँ बाहिरको उसमा चाहिँ तिमीलाई अनेस्टली तपाईँले जिस्काएको हो कि। जब मलाई असर त कहाँ पर्यो भने त्यो केटीले के जो कि पपुलर हो, म तपाईँलाई पछि नाम पठाइदिन्छु कि। जब त्यसले त्यस्तो भन्यो नि, मसँग त डाइरेक्टली डिल गर्दैन नि त, उनीहरूसँग मलाई म्यासेजै देखाइदियो। अनि मैले आफूलाई के गिल्टी फिल भयो भने नि, मैले इन्डस्ट्री यस्तै बिगारेको छु र, म यति खत्तम केटा हो र। उसको आमाले नखेल भनिदियो, उसको दाजुभाइले नखेल भन्यो यार। यत्रो 1 लाख रुपियाँ दिँदाखेरि पनि सानो कुरा हो यो, 1 दिनको सुटिङमा 1 लाख, राइट? त्यही त नि, झग पर्दैन त म यार। अब अरू कलाकार हो भने त एलिना रायमाझीदेखि लिएर सबै छन् के। तपाईँ किन प्रियङ्का कार्कीलाई बोलाउनु न यार, प्रियङ्का कार्की खेल्छ नि यार। त्यो होइन, सुटेबल हुनु पर्यो नि त, गीतले के मागिरहेछ भन्ने कुरा हो नि त होइन। मलाई भोलि मैले वर्षा शिवकोटीसम्म काम गरेँ होइन, मलाई एउटा मात्रै कुरामा पेस पऱ्यो कि आखिर यो भयो कसरी, म यस्तो मार्केट किन बिगारेको रहेछु। मलाई त्यो फिल भएको कि लास्ट आफूलाई चाहिँ गिल्टी फिल हुन्छ नि त। यत्रो काम गरेको छ अनि अगाडिको व्यक्तिले होइन जिरोमा तोलिदियो भने त अनि कति 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 कस्तो नराम्रो लाग्छ यार। कसले तोड्नेलाई केही हुँदैन। अब मेरो ऱ्यापमा चाहिँ यसो इन्टरभ्यू हान्न जाने म छँदैछु, टेन्सन छैन। ओके, धेरै नबोल भाइ अरे बद्री विष्टलाई। ब्लक लिस्ट खाली छ भाइ तेरो लागि, जा। नमस्ते है बद्री है। कहिले जाने ल भन्नुहोस्, भोलि जानेको बन्द गरिदिएको, म एभ्रिथिङ बन्द गरिदिएको। अब म हेर्नु नेपालमा चाहिँ तपाईँलाई सिरियसली भन्छु, काम आए म काम गर्छु। अब बद्रीले कुनै केटीलाई टच गर्दैन, म टच गर्ने भिडियो बनाउँदिनँ, टच गर्ने भिडियो बनाउँदिनँ। ऊ केटी उतापट्टि भूमिका निभाउँछ, म यतापट्टि। अब म त्यस्तो भइसक्यो। अलिअलि रोमान्स त चाहियो नि त। देख्नु भएन बद्री विष्टको 6 प्याक बडी त्यस्ता अलिअलि त चाहियो नि त। अनि के हो, अब हामी टिकटकमा मात्रै गाइज डबल ट्याप गाइज भन्दै बस्ने काम गरिरहेको छ यार बाहिर। त्यो कामको इज्जत भएन भने के मजा आयो त, के मजा आयो? त्यसो भने त बाहिरको सब काम छोडेर टिकटकमै गाइज भन्दै बसेको भएन नि म त। त्यस्तै छ अब के भन्नु। तर होइन यस्तो चाहिँ अब तिमी यस्तो हट मान्छेले केटी छुँदैन भनेर कहाँ हुन्छ। केटीहरू आफै तिम्रो आइहाल्छन् नि, खुट्टा यसो गर्दै बद्री नाच्छौँ भनेर आउँछन् तिमीसँग यार। के डराउँछौ यार तिमी? वेलकम। तपाईँ पनि आज त मलाई हावै लाग्यो किन अर्काले त्यो भन्दैमा तिमी डाउन हुने हो त।
अरू एउटा जाबु कोही खेलेन भनेर तिमी टेन्सन मान्ने हो त इन्डस्ट्रीमा अरू मान्छेहरूलाई पनि हेर न क्यारेक्टर देऊ न यस्तो क्यारेक्टरमा ढल भन न क्यारेक्टर त भइहाल्छ नि बनाउनु पो हो त यहाँ राजेश हमाल यहाँ साडी लाएर नाचिरहेको हुन्छ नि क्यारेक्टर हो नि त त्यो त तिमी एउटा मान्छे त भन्यो भने त तिमी रोएर बस्ने डिप्रेसनमा जाने तिमी त्यस्तै हो नि होइन ठुलै मान्छेले भनेको कि त्यही भएर अलिकति पपुलरै मान्छेले बोलेर म अलिकति खिस्केको कारण त्यो हो कि म होइन न तिनीहरू बिना भिडियो रोकिन्छ नत्र केही चाहिँ डान्स बनाइरहेको छु एडभान्स 2 लाख रुपियाँ लिइसकेको छु मलाई त मतलबै छैन म काम गर्ने हो कि मलाई आफैमा सेल्फ रिस्पेक्ट जिरो किन भयो भन्ने कुरा हो कि अब म त यहाँ डबल ट्याप गाइज भन्दै बसेको मात्रै छैन कि दिनभरि क्लासमा हुन्छु हिजो पनि दिनभरि क्लास 24 घन्टामा म आज बिहानै हो लाइभ एकछिन आएको कहाँ आज बिहान हिजो बेलुका एकछिन आएको यस्तो म काम गरिरहेको छु राइट त्यो कामको फिडब्याक जिरो आयो भने के हुन्छ तपाईँले अहिले गरेको भिडियो त्यत्रो मेहनत गर्नुभयो लगानी हाल्नुभयो दायाँ गर्नुभयो होइन 5,000 10,000मा मात्रै रोकियो भने मन दुख्दैन त्यत्रो मेहनत खोइ त्यहाँ माथिबाट अरू 3% मान्छेले ठोक्नु अरे त्यहाँ माथिबाट झन् नरिसाउनु यस्तो छ अर्काले भनेको अनि मैले नेपालमा चाहिँ खास होइन बबल टाइपको चिजहरू लिएर अझै क्रेजी सोचमा सोचम अझै भनेर भनेको यहाँ त सोच्नु त होइन उल्टै मार्केटमा जे चलिरहेको छ चल तपाईँलाई थाहा नै छैन जुन बेला म खेलाउँ त्यस धुलो त्यो बेला म खेलाउँ त्यो धुलो अरू केही चलो अब धुलै बाँकी छ त्यही अघि मैले त्यही भनेको त नि त्यत्रो लिरिक्स छ बालेन बाटो सफाइ गर सिलीको सवारी हुँदैछ फ्लो त्यहाँ फ्लो राम्रो छ राइट बाले भएन धुलो र दुलोमै दुनियाँ अड्किरह्यो ल मार्केटमा के चाहिरहेको रहेछ त यार बद्री नहसाउन यार सफल के छ डिमान्ड हेर्नु न मार्केटको यार अचम्म लागेर यार एलेक्स थ्याङ्क यू र अचम्म लाग्यो म त लास्टै अचम्म परिरहेँ यार त्यत्रो यार मेरो जति मेरो साथीहरू छ नि जेरीहरू यताउता अरू साथीहरू छन् होइन उनीहरू आज भिडियो आयो भने कुनै गीत आयो भने नि आजको भोलि तुक्को तु बनाइदिन्छ कि भिडियोहरू बुझ्नु पर्ने यति सोच्दैन म 1 हप्तादेखि पागल भएर आउँछु यार एउटा भिडियोको लागि राइट सोचेँ डान्स स्टेपहरू यता र उता फिडब्याक के आयो थाहा छ जिरोमा तोलिदियो त्यो पनि बाहिरका मान्छेले भन्यो भने त ठोकिदिन्थे झन् इन्डस्ट्रीको अलिकति चल्दो बल्दोले भन्यो कि त्यहाँदेखि चाहिँ साँच्चै यार तपाईँलाई फिल भएको कि मलाई त तपाईँलाई डिरेक्टरले भनेको कि हिरोइनले भने कि कसले भनेको डिरेक्टर त म आफै हो के डिरेक्टरले भन्नु अनि हिरोइनले भन्यो हिरोइनले भने कि अनि राम्रै हिरोइनले भन्यो होइन अनि मलाई चाहिँ सेल्फ रिस्पेक्टमा फिल के भयो भने मेरो क्यारेक्टर साँच्चैको मैले लेस गरिरहेको हो कि म हाँसौँ कि रौँ भइरहेछ के म हाँसौँ कि के गरौँ किनभनेपछि अर्काले भन्यो भने तपाईँले कसैले साला यो सिडी त राम्रै छैन यार माया कसम भैँसी जस्तो देखिया छ भनेर मैले आफूलाई भैँसी सोचेर हुन्छ त गाँठो अर्को पनि कुरा छ अर्को के कुरा छ थाहा छ पवन दाइले खिच्ने हो सुन्नु पवन दाइले चिन्नु थाहा हो नि पवन दाइले खिच्ने भिडियो यो अनि मनोज जोशी दाइले प्रोडक्सन गर्ने हो मनोज जोशी भनेको अहिलेसम्म भुवन केसीका छोराका जति फिल्महरू आयो नि मनोज जोशी दाइले गर्ने हो प्रोडक्सन है दाइसँग हिजो म बसेँ यहाँ बर्गर हाउसमा एउटा लास्ट खेलौँ ल कुरा गर्दै दाइले मलाई के भन्नुभयो थाहा छ बद्री भाइ तिम्रो थाहा नपाएको हो मार्केटमा तिम्रो नाम लास्टै बदनाम छ ब्रदर गाह्रो छ मान्दैन के गर्नु त आर्टिस्टहरू काम गर्न मान्दैन भन्छ यार म त एकछिनको लागि दाइ साँच्चै यस्तो भएको छ र भन्छु म बद्री एकैछिन हाँसु ल सरी ल यहाँ हेर्नुहोस् वेट तपाईँलाई म एउटा कुरा देखाइदिन्छु पक्नु म अति भयो यार यस्तो हो क्या सिलुजी कुनै केटी बिना कुनै मोडल बिना कुनै तपाईँ र म मलेर पृथ्वी रोकिँदैन नि त्यहाँ पनि त्यस्तै हो के कति छन् मोडलहरू कुनै रोकिँदैन तर तपाईँलाई भनिदिउँ म स्पेसल 2-3 जना मान्छेहरूले जब तपाईँलाई नि त गलत छस् भन्न थाल्छ नि अनि आफ्नो टिमले पनि बद्री ब्रदर तपाईँ त गलतै हुनुहुन्छ यार भन्न थाल्छ नि तपाईँ एकछिन कुनामा बसेर सोचमा पर्छ त्यहाँनिर है म किन तिनीहरूले तर बद्री आई एम सरी होइन आई एम नट द काइन्ड अफ पर्सन होइन मलाई यो दुनियाँले जे अब हुन्छ नि मलाई अहिले यही ऱ्यापमा पनि होइन मलाई धेरैले के अरे कसैले राम्रो भनेन कसैले छ्या राइमिङ मिलेन कसैले म्युजिक मिलेन भन्छ नि अनि मैले तिनीहरूलाई के भन्छु भने मेरो म्युजिक प्रोड्युस गर्ने होइन अस्ट्रेलियामा
यति पैसा कमाएको यति चलेको आर्टिस्ट होइन म्युजिक प्रड्युसर होइन यता ठुलो स्टुडियो चलाएर उ पढेर होइन त्यहाँ गएको मान्छे अनि उसले बनाएको म्युजिकलाई क्रिटिसाइज गर्छन् है कसले भने पछाडि म्युजिकको नजान्नेले होइन म्युजिकको एम नजान्नेले होइन क्रिटिसाइज गर्छ अनि राइमिङको कुरा म पोइट्री गरे मान्छे म डिग्री गरे मान्छे पोइट्रीमा होइन अब मैले के नजाने हुम्ला त मैले त्यसलाई कति कति स्टडी गरेँ हुम्ला कति लेखेँ हुम्ला 1000 टाइम्स मैले मिलाएँ होला अनि क्रिटिसाइज गर्छ कसले होइन 5 क्लास 2 क्लास नपढेकोले लेख्न नजान्नेले क्रिटिसाइज गरे हुन्छ अनि त्यसको कुरा पताएर मैले ऱ्याप साँच्चै कि मेरो ऱ्याप गलत छ कि होइन मेरो ऱ्याप गलतै होइन मान्छेले कति राम्रो गरे पनि कोही मान्छेहरू त्यस्तै हुन्छ तपाईँले अर्काले गलत भन्यो भनेर तपाईँ गलत हुने होइन नि त तपाईँले पर्सनली लिनु हुँदैन डु इट तपाईँ आज कहाँ हुनु त अस्ति भर्खर म नेपालमा हुन्छ तपाईँ मेरो पछाडि नाच्नुहुन्थ्यो हो कि होइन ल भन्नुहोस् त आज कहाँ हो नि होइन रियालिटी पछाडि नै थिएँ म हो नि मेरो पछाडि नाच्ने मान्छे हो बद्री अहिले हेर्नुहोस् यहाँ बद्रीमा कसम युट्युब च्यानलमा सब्सक्राइबर्स हेर्नुहोस् होइन उसका गीत हेर्नुहोस् मिलियन त्यस्तो डान्स नेपालमा कसैले गरेन साउथ होइन के यस्तो हो कि सिलुजी यो जति मैले कुरा गरेँ नि अहिले टप डान्सर मोडल कुरा गरेको हो यदि उनीहरूले होइन या डान्स चिजहरू मर्दै गइरहेछ डान्स सपोर्ट गर्नुपर्छ डान्सलाई उठाम अझै बबाल हानम यो भिडियोमा भनेर नि सपोर्ट गरेर चल्ने भए मार्केट राम्रो हुने हो नि तर यहाँ त्यो कुराको भ्यालु नै छैन भनेको त्यो कुराको मतलबै छैन के बबाल भयो भने मात्रै या यो भयो त्यो भयो त्योभन्दा अगाडि अरे कसैले भोक लागेको छ भने 1 कप चिया र एउटा परोटी किनेर दिँदैन के मान्छेहरूले यस्तो भइसक्यो भनेको सुन एउटा कुरा भन्छु म नेपाल आउँछु म कुर्ची डान्स गर्दिनँ अरू जे पनि गर्छु ल कोला बानौ के भन्छौ अहिले शहीद नबनाम लिम्बू हो यो तपाईँको टाइपको गीतहरू पनि बन्छ बिस्तारै बन्छ यस यहाँनिर फ्लो चाहियो के फ्लो चाहियो यार गाइस होइन मलाई पिर परेको चाहिँ यति मात्रैमा हो कि तिनीहरूले यो यस्तो कुरा भन्यो कसरी भनेर मात्रै हो नत्र त्यस्ता मोडल त म नेपालमा त गनी निकालिदिन्छु के बुझ्नु यति धेरै छ नि अहिले स्टिल नेपालमा तर भने त भने किन अरे म यस्तो खतम हो र त्यत्रो पपुलरहरूले त सोचेर बोल्नुपर्ने हो त मलाई यो फिल आएको फेरि मनोज दाइ आएर त्यहीँनिर भन्नुहुन्छ यार त्यत्रो प्रोडक्सन हो नि त उ त बद्री भाइ साँच्चैको तिम्रो मार्केट त बर्बादै भएको छ भाइ भन्नुहुन्छ अब टेन्सन हुँदैन मान्छेलाई यार टेन्सन नगर बद्री साँच्चै भनेको मैले तिमीलाई के भन्छु भने चाहिँ तिमीले जिउ गरेर हिँड्नु भन्दा नि होइन तिमीलाई जसले अप्रिसिएट गर्छ त्योसँग खेल होइन आफूलाई अप राख नेगेटिभिटीबाट अलिकति टाढै बस्छ राम्रै गरिरहेछ मैले चाहिँ होइन म बिनासँग गर्थेँ कि मलाई बिना हो मेरो फर्स्ट चोइस अहिले होइन बिना भ्याली बाहिर छ 15 दिनको लागि फिल्म गर्दैछ क्या सुटिङमा छ नत्र बिनासँग मेरो सुरुमै कुरा भयो ओहो बद्री चाहिँ 15 गते पछि आउँछु गरौँ न त्यसपछि भन्यो होइन यार यत्रो त म वेट गर्न सक्दिनँ किनभने मलाई अहिले 1 हप्तामै भिडियो सक्नु छ भन्ने कुरा भयो कि नत्र तर एउटा कुरा बुझ्यो कि यो कुराले चाहिँ के देखाइदियो भने नि म को रहेछु भन्ने मलाई चिनाइदियो कि यति चाहिँ हो यति सर्ट टाइममा अब त म त टाउकोमा टेकेर हिँड्छु नि मैले बुझेँ नि त अब सोचाइ के रहेछ मान्छेको भनेर टाउकोमा होइन जमिनमै टेक्ने हो कि अलि दिमागले चल्नुपर्छ गाई सबैजना एउटा पुल फाल्नु त अनि के भन्छन् भने त्यही यो कुरो चाहिँ त्यस्तो छ बद्री नमान अनि सुन म नेपाल आएको बेलामा कोल्याब हान्ने हो भने भन है कडा हानौँला भन्नु नि हानौँला नि यार हान्नु कहाँ रहेको छ र हान्न त कडा हान्ने हो नि म यो लोकदोहोरी टाइपको यताउताको यो प्याटर्नै होइन नि त म त मलाई त जुनै प्याटर्नमा ढाल थ्याङ्क यू ब्रदर जुनै प्याटर्नमा ढाल जेसुकै गर मेरो एउटा मात्रै चाहना हो मेरो भिडियोमा केही न केही नयाँ बबाल गाई डबलमा हान न डबलमा यत्रो 1000 जना भएर तपाईँहरूले हेर गाई मलाई हेर्नु न उनी गर्नु भएन साथी पनि बनाउनु भएको छैन हेर गाइस कमन यार कमन यत्रो 7-8 जना भएर 7-8-100 जना भएर गाइस कमन यार कुशल थ्याङ्क यू कुश थ्याङ्क यू कडेलजी थ्याङ्क यू सो मच कडेलजी हाने है उताबाट कडेलजी मेरो बेजत होला जस्तो भयो कडेलजी केही गर्नु पर्यो जित्नु पर्यो मार्केटमा है सुन एउटा कुरा भन्छु होइन 5 लाख तिर्छौ भने कडा सिन दिन्छु डान्स मलाई आइहाल्छ डान्स टाइपमा तिमीले उसबाट सिकाऊ अनलाइनबाट सिकाऊ म घरै प्र्याक्टिस गर्छु 2 फ्लाइटमा आउँछु सुटिङ हान्छु 3-4वटा यसो मिडियामा जानुपर्ने छ ऋषि धमलालाई एकचोटि काजुको बारेमा एकचोटि दिनुपर्ने छ होइन एउटा
ऋषि धमलासँग एउटा इन्टरभ्यू हान्नु छ, 1-2 ठाउँमा जानु छ, म फर्किन्छु, के छ भन। 5 जना म तिमीलाई धेरै ऋषि धमलालाई पनि गर, त्यही त होला नि। जब तपाईँ खेलाउनुहुन्थ्यो धुलो, त्यो बेलामा सिलुले थाहा छ के गर्थ्यो, त्यही त होला नि होइन। भन्दिनँ अगाडि त म भन्नु नआउने शब्द छ यार। छाडा छाडा लिरिक्स लेखेर बिगारेर समाजलाई तपाईहरु जस्तो मान्छेले। कम अन यार, समाजलाई ख्याल गर्नु पर्दैन। ए हामी त डराउने मान्छे हैन, हामी त नेशनल टेलिभिजनमा गएर डाक्लामा पानी सुकिसक्यो भन्ने खाले मान्छे हो हामी। डाक्लामा पानी सुक्यो। यता फोन पनि आयो, म फोन उठाउँछु है त। हेलो हेलो, हजुर सुन्नु न, तर तपाईले हैन जिन्दगीमा हैन सिलुसँग घात गर्नु भएको छ। तपाईले र मैले गरेको प्रोजेक्टमा हैन मलाई नभनिकन तपाईले हैन तपाईले मलाई नभनिकन मानस कलेजसँग काम गर्नु भएको छ। पुरानो कुरा फेरि किन त म अगाडि जान चाहन्छु, तपाईँ पछाडि किन ताने खास अघिदेखि? श्रेष्ठ त्यो जिन्दगी फर्केर आउँदैन त। अहिले राम्रो छ, भोलि राम्रो गर्दै जाने कि के हैन? तपाईलाई यस्तो विगतका दिनहरू सम्झाएको, तपाईले मलाई नसम्झाउनु। धेरै भयो विगतका दिनहरू, राम 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 कहाँ के गर्नु भइसक्यो विगतको दिन सम्झिँदा यहाँ। किङ लेट्स गो किङ, एउटा बाटो दरो जाओस् न यार। कम अन यार, मेरो केटीहरू केही गर त यार। स्वास्थ्य थ्याङ्क यू सो मच, यु थ्याङ्क यू सो मच। है यार खेला हैन बद्री के उताबाट त हानिरहेछ नि त। तिम्रो पनि केका फ्यान हुन् कुन्ने फेरि तिमीहरू? कस्तो केका फ्यान हो मेरो दाइहरू, मेरो ब्रदरहरू। थ्याङ्क यू सो मच ब्रदर। किङ थ्याङ्क यू सो मच। लास्टमा खेलौँ न त है। अति भयो यार खेला त आज त है। त्यो त रोइला खेला भयो त। खेल्नुपर्छ बेला बेला। तिमी खेल्न मान्दैनौ, म त डेली खेलिरहन्छ। अब तपाईँ सिनियर, तपाईँ दुलो खेलाउने सिनियर हो, म त्यसको बिचमा म पर्न चाहन्न। अनि हामी यहाँ सरस्वती पूजा, माता हे लक्ष्मी भन्दै पूजा गर्ने भइसक्यौँ। आज भोलि म पूजा गर्छु, देवीहरू भन्छु। तपाईँ उता दुलो र धुलोको कुरा गर्नुहुन्छ, गाह्रो हुँदैन मलाई? म कान छोप्नु? भोलि काममा जानु पर्दैन, भोलि काममा जानु पर्दैन, के को काम म गर्छु? एउटा सुन, एउटा कुरा, तिमी नि सत्य सावित्री नबन न घाँटे। तिमी पनि यार, तिमीले पनि गर्ने लीला गरेका हो। सत्य सावित्री नबन यार। गरेको थिएँ, अब गर्ने होइन। यस अब गर्ने होइन। भुल सबैले गर्छ गाइस। कलेज पढ्दाखेरि कुचु गरे होला, कता त्यो हुन्छ अहिले गर्ने होइन। अब जितम ब्रदर यार, हजुरलाई भनेको होइन। ए ओके मलाई होइन। सिलुले धुलो खेलाउँदा म धुलो खेलाएको मान्छे हो अरे। ओहो जितेन ब्रदर हो र? मलाई थाहा छ यो कुरा, मलाई थाहा छ। खास उहाँले अरूलाई भन्न खोज्नु भएको हो, आफ्नै लाइफमा लागि पर्यो उहाँको, मलाई थाहा छ। अहिले त यार बद्री अरू कस्तो तनाव भइरहेछ। इनबक्समा सबैले त्यही पठाउँछन् हेर न। दुलो होइन, त्यही लाइनै पठाइदिन्छन् कि इनबक्समा पनि। अब तपाईँ राइटर मान्छे, तपाईँले कल्पना गरेर लेखेको यहाँबाट राइट, कल्पना गरेर लेखेको। तपाईँको माइन्डमा कति राम्रो चिज आएको त। आमामामा वाट अ कला होइन गाइस? कसैले सोचेको थियो होला धुलो र दुलो? कसैले सोचेको थियो? उहाँले सोच्नुभयो। अब सायद वरिपरिका मेरा फुच्चेहरू, तिमीहरू सबैजना ए भन्ने अर्कोचोटि आउँछ उहाँको। यार हामी चाहिँ शनिबार मन्दिर धाउँछौँ, हे प्रभु, हे देवानन्द, हे हरिओम भन्छौँ। उहाँ चाहिँ कल्पना गर्नुहुन्छ, मा कसम गुच्चा खेल्दा कहिले धुलो उडाएको, त्यो बेलामा सिलुजीले धुलो खेलाउँदै गरेको। अपोजिट भयो यार जिन्दगी यार। अब जस्तो हुन्छ त ठिक छ, राम्रो छ। जुन कुरा उड्यो सिलुजी, तपाईँलाई रोक्ने टोक्ने कोही छैन भने त्यस्तो पञ्चलाइनहरू चाहियो। पञ्चलाइन चाहियो, सिम्पल म्याटर होइन। यस्तो पनि हो क्या, सुन यहाँ भिटेनले गर्दाखेरि वा 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 भन्छन् होइन। अब भेटिनले त रानी भन्दा नि या भन्छन् होइन। अब हामीले भन्दाखेरि यो यस्तो र उस्तो रे लौ भयो होइन। केही होइन, हामीले दिनु पर्यो नि यार।
त्यो केही होइन, तपाईँको जे गरेको छ बेस्ट हो। तपाईँलाई एउटा कुराको अलरेडी थाहा भइसक्यो र पहिला पनि थाहा भएको कुरा होला, चिज कहाँ हुनु पर्दो रहेछ। पञ्चलाइन धुलो र धुलो, आज भोलिका फुच्चा फुच्चीहरू बुझ्नुभयो नि। साईको भइसक्यो, मेरो ऱ्यापको लाइनले साईको भइसक्यो। आज भोलिका झारे ऱ्यापरहरू, दायाँ बायाँ भाइ पनि तिमीहरू सबैजना सिलुकोमा पञ्चलाइन 3-4वटा पनि चाहिँदैन, एउटा 3टा 3.5टा राखेर नि एउटा मेलोडी दिनुभयो भने नि, मेलोडी दिनुभयो भने बब्बाल बन्यो त्यहाँनिर। बस त्यही पञ्चलाइन हिट हुन्छ, हेर्नु हिट हुन्छ, भिडियो हिट हुन्छ। अहिले के भयो त, दुलो मात्रै चलिरहेछ, अरू पनि चल्नु पर्ने थियो। तर अरूमा के भयो त, सफाइ सुन्नु, अरूमा सफाइ छ, धुलोमा चाहिँ पुरा धुलै धुलो छ, गाजा व्यापार हुँदैछ त्यहाँ, त्यही भएर त धेरै बिकिरहेछ। सफाइ चिज कहाँ हेर्छ त मान्छेले? तपाईँ भजन कीर्तन गाडा हाल्नु त ल, 200 जनाले हेर्लान्। अनि मान्छेले भन्छ कि यो गरेन त्यो गरेन, सब पब्लिकले त्यस्तो गराइरहेछ। तपाईँको पब्लिकले राम्रो लाइनलाई मात्रै समातेर कुदेको थियो भने नि अर्कोचोटि तपाईँ बाध्य पर्छ झन् राम्रो गर्नको लागि।